यता हेर्नु न, यता हेर्नु न, डर लाग्दैछ? लागेको छैन? आम्बु यो हो नि त मेरो छोरी स्विमिङ पुलमा आएको कि धान रोप्नु आएको जस्तो भइरहेको छ केटाहरूलाई हो। बिमला दिदीको बर्थडे केक चाहिँ कटाउँदैछ हो। ह्यापी बर्थडे टु यु। हेलो नमस्ते सबैजनालाई, म रेखा छेत्री, अनमोल एन्ड दिलुको दिदी अनि मेरो बहिनी यसरी हेरिरहेको छ हो। चोर जस्तो भ्लग स्टार्ट गरौँ भनेको अरे ऊ रोएर चाहिँ यहाँनिर तनाव छ। अनि हामी चाहिँ आज जाँदैछौँ बिमला दिदीको बर्थडे मनाउनु दोभानमा। के हुनेछ, कसो हुनेछ सबै मेरो बहिनी र ज्वाइँले देखाउनु हुनेछ। मेरो भाग चाहिँ यति मात्रै थियो। तपाईँहरू हेर्दै गर्नुहोस् होला यो भ्लग। यस्तो हुँदो रहेछ नानी भएपछि। आदु यता हेरिदिनु त मलाई बाजुली। आदु यता हेर्नु त। पानी खेल्दैन अहिले आदु? एकछिन भए पनि सुतेको हुन्थ्यो नि यो केटी। छोड्दैन हौ। हामी चाहिँ अब यतानिर लागिसकेका छौँ। त्यस्तो छौँ भनेर यहाँदेखि चाहिँ अब हामी उहीँ पर हो दोभान भन्ने जग्गा। निशा क्या बोल रही है देखो, वो केक लेके जा रही है बिमला दीदी के लिए। समीरले भनेको कि पार्किङ ती छ। हेलो, हामी चाहिँ बिमला दिदीको बर्थडे पार्टी खान दोभानमा आएको छौँ होइन। बिमला दिदी चाहिँ हामीलाई पार्टी दिनुभएको अरे होइन। निकैजना आउनुहुँदैछ आज होइन, बिमला दिदीको फ्यामिलीहरू, क्लोज रिलेटिभ्सहरू होइन। अन्त अनमोल, हामी पछाडि रेखा, निशा हो। अन्त आदु चाहिँ हेलो हाई। उसले त ऊ एकदम यसरी दिन्छ हाई पनि हो, म्याडम हो नि त। अन्त चाहिँ अब हामी यहाँभित्र पस्न आँटेको होइन बिमला दिदीको बर्थडे सेलिब्रेसनको लागि। आज चाहिँ आद्याको फर्स्ट पुल डे हो होइन। अन्त उसलाई मैले स्विम सुटहरू किनिदिएको छु। अन्त सी इज सो एक्साइटेड होलामै छ हामी चाहिँ हो। नानी एक्साइटमेन्ट कहाँ छ तिम्रो? खोइ पानी खेल्ने खेल्दैन अरे आधेरै पानी जाडो भइगयो। अन्त यहाँ तपाईँले देख्नुहुँदैछ होला, यहाँ हामी दोभान आइपुग्यौँ होइन। त्यहाँदेखि अब केकहरू पनि सबै बन्दोबस्तहरू गरौँ। यहाँ पनि यस्तो झोले भइन्छ, झोले नानी भइसकेपछि चाहिँ झोले भइन्छ। चिरिक्क भएर हिँड्यो यति डाइपर हो। के बोक्नु पर्छ। दामी ठाउँ रहेछ हो, हेर्नुहोस् मजाको ठाउँ। हामी त फर्स्ट टाइम आएको हो। अब यहाँनिर आज बिमला दिदीको बर्थडे सेलिब्रेसन हुन आँटेको छ। यो के खोला हो पनि, यो अदमपुलको खोला हो, त्यसको नाम के हो थाहा छैन हो। अब यहाँबाट चाहिँ एन्ट्री रहेछ हो। तपाईँहरूलाई स्विमिङ पुल पनि देखाइदिइहाल्छु हो। यहाँनिर अब के रहेछ, कस्तो रहेछ, सबै खालको फेसिलिटिजहरू देखाइदिन्छु। स्विमिङ पुल दामी रहेछ। यहाँ आउने बित्तिकै के रहेछ, वा भगवानको सिम्बल रहेछ हो। यहाँनिर बुफेहरू रहेछ, सबै रहेछ। खोइ म रुमहरू चाहिँ कता छ कुनि के भन्नु छ। अनमोल डराउनु हुँदैछ किनभने गाडी प्रेसर्स अरे, गाडी चाहिँ भत्किन सक्छ अरे होइन। चोर्ने सक्छ। तँ के भन्छस्? डराउनु पर्दैन, यो सब मेरै इलाका हो, म छोनी हेर्छु। यो गरममा चाहिँ हाम्रो ज्वाइँले चाहिँ तातो पानी चाहिँ खाएकै हो यतिको चाहिँ हो। गरममा चाहिँ तातो पानी खानुपर्छ। तर त्यो कुरा राइट हो। यो बर्थडे गर्नु चाहिँ कस्तो डरलाग्दो बोल्छ नि। हाम्रो आदु चाहिँ यहाँ खेल्दैछ राम्री भएर। आदु के गरेको? खेलेको? वाह खोइ आदु चाहिँ खुसी भइरहेको छ यहाँनिर। आदुलाई चाहिँ पुरा मन परेछ। पानी देख्दैछ झन् आदुले। वाओ नाइस। ये ना निशा रात को ना बहुत अच्छा दिखेगा। मैंने वीडियो में देखा है। आदु आदु ओ यहाँ जाने सुलसुली खेल्नु। आदु जाँदैन? हाम्रो आदु चाहिँ खुसी भएर चाहिँ
देखाउँदैछ कहाँ जानु भनेर हो। यहाँ हाम्रो निशालाई चाहिँ किनागुडी भन्दा पनि बेसी गरम लागेको जस्तो भयो अरे है। एकदम दामी ठाउँ रहेछ हेर्नुहोस्। इफ तपाईँहरू पनि इच्छा छ भने चाहिँ आउनुहोस्। यस्तो दामी रहेछ हेर्नुहोस्। दोकान लेखेको रहेछ हो। यहाँ अहिले चाहिँ हाम्रोमा यहाँ एउटा रुम चाहिँ खाली भएको छ हो। त्यो रुमतिर पनि भएको छ। हामीले अलरेडी 3टा कटेज र 2टा रुम सायद बुक गरेको छौँ होला हो। यसमा चाहिँ अब अहिले हालैमा चाहिँ हाम्रोमा यही मात्रै एभाइलेबल रहेछ रेस्ट गर्नुको लागि र सामानहरू राख्नुको लागि हो। अब यसरी सबैजनाहरू एक्साइटेड भइदिरहेको छ स्विमिङ पुलमा जानुको लागि हो। अब हामी पनि जाने। त्यहाँदेखि सबै से हेलो हाई हो। त्यहाँदेखि अब यहाँनिर हाम्रो बुफे रहेछ हो। बेलुका दिन चाहिँ दिँदैन अरे हो पक्का। सुजित से आए केटाहरू थ्याङ्क्स। एकदम चिउचिउ हुने खालके रहेछ हो। यतिको चाहिँ बनाएकै रहेछ। अब यहाँ के चाहिँ गर्नु होइन। अलिक पानी चाहिँ कम्ती रहेछ हौ। पानी कम्ती भन्दाखेरि मजा आउँदैन कि अलिक खेल्नु जानेको भयो चाहिँ। यो चाहिँ अब टप फ्लोर दोभानको यता टावरपट्टिबाट र दामी ठाउँ रहेछ हो। यसरी मजाले एक्सटेन्ड पनि गरेको रहेछ। यो एक्सटेन्ड गरेकोबाट पनि दामी भ्यू देख्दो रहेछ हो। तपाईँलाई देखाइदिइहाल्छु म। यहाँ हेर्नुहोस् हल्का पुरा यस्तो हुँदो रहेछ कि त्यसले गर्दा डर चाहिँ लाग्दो रहेछ। तर पनि अब मलाई चाहिँ हाइटसँग डर लाग्दैन कि। तर पनि जसलाई हाइटसँग डर लाग्छ त्यो नआएकै ठिक होला हो। त्यहाँ वरपर मात्रै बस्नु। बिमला दी से हेलो हाई आद्यश्री। आद्यको नयाँ स्विम सुट हेर्नुहोस् न प्लिज। एकदम यो सोकेस गराइदिनुहोस् न बिमला दी। खुट्टा यसो गरेर यो दामी छ क्युट छ। आद्याको मम्माले ल्याइदिनु भएको अरे। अब आदि जानुपर्छ। कहाँ जाने आद्या? स्विमिङ गर्नु जाने होइन? उयो हेर्नु त तल। आद्या यता हेर्नु न डर लाग्दैछ? लागेको छैन? यो हो नि त मेरो छोरी। आज चाहिँ आद्याको फर्स्ट टाइम स्विमिङ पुलभित्र हामी उसलाई इन्ट्रोड्युस गराउन आँटेको भनौँ न। हामी फर्स्ट टाइम हाल्न आँटेको हो। हेरौँ कस्तो रिएक्सन हुँदो रहेछ। अहिले त्यो पनि म क्याप्चर गरेर देखाउँछु हो तपाईँलाई। हुनु त अब हामीहरू प्रिकर्सनहरू सबै लिएरै गर्छौँ। सबैजना ठुलो मान्छेहरू सँगसँगै गरेर नै गर्छौँ हो। अनि त्यहाँदेखि अब हेरौँ सबैजना ठुलो मम्मीहरू मम्मी बाबा हो मामाहरू स्टक छन्। केही यस्तो डराउनु पर्ने कुरा त केही छैन। साह्रै मजाको ठाउँ बनाएको रहेछ। अब यो हामीले कसैले पनि सोचेको थिएनौँ होइन यस्तो ठाउँ हुन्छ होला भनेर। तर बादमा गएर अहिले यस्तो मजाको ठाउँ बनाएको रहेछ हो। टावरमा हेर्नु न माथि दुई स्टेप रहेछ हो। यहाँनिर रेस्टुरेन्टहरू रहेछ। ऊपर कटेजहरू रहेछ। र लाइक हुन्छ नि भेकेसन मनाउनु खालके एउटा स्पट रहेछ हो। यहाँको बजेटहरू कस्तो लाग्छ के लाग्छ पर रुमको के हुन्छ म त्यो पनि तपाईँहरूलाई म यसो बादमा भनिदिन्छु हो। डिस्क्रिप्सनतिर पनि हालिदिन्छु। यहाँहरू आउनुभन्दा अगाडि तपाईँहरू चेकआउट गर्नु सक्नुहुन्छ। यो गर्मीको सिजनमा आउनुभयो भने चाहिँ दामी हुने रहेछ हो। अब तपाईँहरू आउनुहोस् यहाँनिर मजा गर्नुहोस् होइन। आफ्नो फ्यामिलीसँग फ्रेन्ड्ससँग आउनुहोस् ल। आद्यालाई चाहिँ एकदम मजा आइदिइरहेको छ हो। स्लाइड बिमलादी एउटा स्लाइड खेलाइदिइहाल्नु त लु एकखेप यहाँ। स्विमिङको लागि एकदम रेडी हाम्रो सबजनाहरू यहाँ। सुजित भाइ स्यामी छ हामीसँग हो। पानीको लेभल चाहिँ हेर्नु न त। ठुलो मम्मी सबैजनाहरू रहेछ हो। दामी छ दोकान। निशा पनि रेडी। मामा पस्नुभयो। मामालाई एकदम डिसपोइन्टेड हुनुहुन्छ उहाँ पानीको लेभल देखेर। कहाँ दिनुभएको अहिले होइन। अनि मलाई बोलाउँछन्। Adya is also getting ready होइन। बस्नुहोस् टेकिन्छ।
कस्तो भयो हेर हेर यता यता ए यता देखाइदिनु नि मजा आयो आधा मजा आयो चिसो लाग्छ है नानीलाई यता ल्याउनु नि रेखा दी यता ल्याउनु न यो चाहिँ पानीको लेभल जे प्रोफेसनल यहाँ हाम्रो झुन्डहरू यहाँ हुनुहुन्छ हो यहाँनिर स्विमिङ पुलमा आएको कि धान रोप्नु आएको जस्तो भइरहेको छ केटाहरूलाई हो हो स्विमिङ पुलमा आएको कि धान रोप्नु आएको ऊ यहाँ निसाले मुख धुँदैछ ऊ स्विमिङ पुलमा आएर त्यस्तै थियो यो चाहिँ हामीले नानीको लागि आद्याको लागि सोचेको थियौँ नि त कि यसको चाहिँ रेन्ट पर्दो रहेछ 50 रुपिस हो यस तपाईँहरूले पनि नानीहरू लिएर आउनुहुन्छ भनेर सोच्नुहुन्छ भने चाहिँ यसको लागि पनि तपाईँहरूले एक्स्ट्रा चार्ज तिरेर ल्याइदिएर गर्दा हुँदो रहेछ है अब हेरौँ यसले के हुनसक्छ लु आद्या उल्टा भयो रेखा दिलाई एकछिन बोलाउनु निशा मान्छौँमा चाहिँ एक खुट्टा हालिसकेपछि जब यहाँ बिसाउनु भयो यहाँ बस्ने अरे बस्ने रेखा दी एकखेप हाल्दी चाहिँ हेर्नु नि आजलाई चाहिँ चुक्रिएर आएको बेकारै भयो बिचरा मानेन पनि हो सबैजना अल्छी लागेको जस्तो छ हाइटले गर्दाखेरि हो आद्या चाहिँ यस्तो बदमास भएको छ कि यहाँ हेर्नुहोस् त एउटा चप्पल यहाँ यो चाहिँ यहाँ हालेर फुट्टै निकालिदिएर चाहिँ तल पुऱ्याइदिएको छ यहाँ हेर्नुहोस् त है बदमासको पनि लिमिट क्रस भएछ अब यी चप्पल छ आद्या चाहिँ यस्तो डरलाग्दो छेड भएको जग्गाबाट छिरेर हिँड्दैछ कि अब कस्तो हाइट छ हेर्नुहोस् त आमामा तर पनि उसलाई डर लाग्दैन रहेछ हो बाबा र आद्या चाहिँ आदु डर लागेन औ खुट्टा भाँचिन्छ है तिम्रो अहिले आदु बिस्तारी आदु बिछारी बिस्तारी हुँदैन निडर होके मेरी बेटी खतरों की खिलाड़ी कर रही है ये कम बिरला दिदीको बर्थडेमा चाहिँ सबैजना गेस्टहरू आइसक्नु भएको छ हो आद्या पनि 1 मिनट सुतेर उठेको छ आद्या हेलो भनिदिनु अन्त चाहिँ यहाँ बुफे रेडी हुँदैछ हो दिदीको बर्थडेको चाहिँ बुफे रेडी हुँदैछ हो सबैजना खाना लागि यहाँ बसिरहनु भएको छ हो अन्त केक कटिङ हुन्छ एकछिनबाट के भयो आदु
अहिले चाहिँ मुख के गर्नु भएको के गरेको दाजु को आज यो मम्मा सिङ्गा निकालिदिनु मम्मा सी गराइदिनु न आदु ल के हो त्यस्तो मा चाहिँ हो रेखाहरू स्लिपिङ खेल्दैछ होइन रेखा मिनी बाली रहेछ यहाँ चाहिँ हो दामी नजारा छ हो यहाँ चाहिँ बिमला दिदी चाहिँ आद्यालाई फुल चोरिकन ल्याइदिनु भएछ दो भन्ने तिराउला नि पैसा तपाईँलाई फुल चोरेको बिमला दिदी पैसा दिनु पर्दैन त्यो फुलको आद्या आद्यालाई पनि परेन परेन आद्यालाई आद्या मन पर्यो मन पर्यो आद्या कसरी छुट्यायो निन्न नपुगेर कस्तो भइरहेको छ हेर्नु न मम्मी कसरी छुट्यायो चुप गर्यो आजु बर्थडेमा चाहिँ बुफेको लागि हामीले गरेको थियौँ होइन भेजहरूको लागि फ्रेन्च फ्राइज छ त्यहाँदेखि कर्न चिज छ यो चिज बलहरू छ यो चिकनको आइटमहरू होला हो त्यहाँदेखि चाहिँ फुडको रिभ्यू भन्नु पऱ्यो भने चाहिँ म यहाँ सोध्छु हो हामी ननभेज त याद छैन भेज कस्तो छ खालि दामी छ है दामी दामी अघि हामीले फ्रेन्च फ्राइज पनि खाएको थियो फ्राइड राइस खाएको थियो दोबानको खाना एकदम मिठो रहेछ तपाईँहरू आउनुहोस् ट्राई गर्नुहोस् होइन हामीलाई चाहिँ साह्रै मिठो लाग्यो हाम्रो त्यो चाहिँ अलिकति चाहिँ छाडा भएको चाहिँ खालि जङ्क मात्रै कम हुन्छ फेरि सबैजना अराइभ भइसक्नु भएको छ हो बिमलाको बर्थडे हो अन्त सबैजना यहाँनिर रेडी भइरहेको छ अब बिमला दिदी चाहिँ रेडी भएर आउनुपर्छ माथिबाट राम्ररी भएर हो त्यसको बादमा चाहिँ केक कटिङ गर्ने भनिरहेछ अन्त यहाँ चाहिँ बुफे लागिरहेछ मजाले हो खानेकुराहरू यति दामी लाग्यो मलाई चाहिँ यहाँको होइन हामी त भेज हो भेजको आइटम पनि मिठो लाग्यो होइन ननभेज आइटम पनि मिठो छ भन्ने भन्दैछ तर कतिजनालाई चाहिँ मनपर्छ मन पर्दैन त्यो याद हुँदैन हो यहाँ सबैजना बसिरहनु भएको छ सबैजना आइसक्नु भएको छ हो यहाँनिर मजा गर्नु रहेछ यहाँको सर्भिस पनि राम्रो लाग्यो दो मान्छेहरू अलिकति उनीहरूको सर्टेज अफ स्टाफ रहेछ कि तर पनि खानेकुराहरू चाहिँ मजाले सर्भ गरिँदैछ हस्पिटालिटी राम्रो छ बिमला दिदी चाहिँ फाइनली आइसक्नु भएको छ माथिबाट रेडी भएर हो ए बर्थडे 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 दामी चाहिँ दामी चाहिँ Spend on that. Gas, बहुत है नि Thanks. La. बोली तो लोग हो गए ना बंदे करेंगे गिफ्ट चाहिँ अब बहिनी बिमारी अन द वे छ हो
gusto ni Ustad lah sama. Right, itu nanti aisyah kali. Kira-kira. Opa छ त. लम्बा लम्बा हो यो त्यहीँबाट स्क्रिनसट गर्नु भयो भने बक्स ए भ्लग छ आमा लुए राधाको छैन यस्तो दामी लोकेसनमा चाहिँ हामीले चाहिँ छोड्नु पर्यो हो किनभने पानी पर्नु थाल्यो तर केही छैन हामीले यतापट्टि म्यानेज गरेको छ हो यहाँनिर म्यानेज गरिदिनु भएको छ यहाँनिर चाहिँ अहिले चाहिँ यसरी भित्रै सबै कुराहरू म्यानेज गरेको छ हो यहाँनिर सायद बुफे लाग्छ होला यो बुफे लाग्ने ठाउँ चाहिँ यहाँ हो मजाको किचन रहेछ यहाँबाट चाहिँ खोला देख्दो रहेछ उज्यालो भएकोले गर्दा देखेको छैन हो यहाँ चाहिँ एकदम ट्रेडिसनल नेपाली किचन हुन्थ्यो नि पहिला हाम्रो टाइममा तपाईँहरूको टाइममा जसले पनि हेर्नुहुँदैछ होइन यो पहिलाको चाहिँ यस्तो चुल्हाहरू थियो नि त अहिले सिलिन्डर छ पहिला चाहिँ यस्तो चुल्हा हुन्थ्यो दाउरा हाल्नु पर्थ्यो हो यहाँ चाहिँ त्यस्तो रहेछ हो त्यस्तोहरू देख्नु पाइन्छ त्यस्तो खालको जाँडहरू पनि खान्थ्यो पहिला मान्छेहरूले हो जाँडहरू पनि पिक्सिङ भन्छ जस्तोलाई तोङ्बा पिक्सिङ के भन्छ यहाँ चाहिँ अहिले घडी त्यस्तै लाग्ने रहेछ हामी चाहिँ सबैजनालाई बाई बाई भन्नुको लागि आएको थियौँ हो तर तपाईँहरूले देख्नु सक्नुहुन्छ आउनुहुँदैछ सबैजनाहरू हो अब हामीहरू सबैजनालाई गुड नाइट भनेर अब हामी सुत्नु पनि जान्छौँ आजको लागि भ्लग यहीँ एन्ड गर्छौँ बाई बाई यहाँ दुईजना डनहरू अब जान आँट्नु भएको छ भित्र पुरा मिलेर हो अर्को डन पनि जानु हुँदैछ रोक्नु भयो तर उहाँले आफूलाई फेरि त्यहाँदेखि जानुभयो यस्तो हुन्छ नानीहरू बोकेर आयो भने चाहिँ फादर बर्थ हिजोको बर्थडे कल यस्तो छ हाम्रो मन्चदीहरू सबैजना निक्लिसकेको छ अब चाहिँ फाइनली हामी निक्लिसकेको छ हो यहाँबाट अनि आधी र म चाहिँ यहाँनिर आधी चाहिँ यहाँ आउँला जस्तो बस्छु ल न यसमा एन्ड गरिहाल हुन्छ हाम्रो भ्लग यदि तपाईँहरूले हेरेर धन्यवाद अन्त लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस् न